जोजोलपा नेपाल भाषा लर्निङ हजुरहरू पनि सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भनेदेखि सोशल मिडियामा यो भिडियोहरू शेयर गर्न सक्नुहुन्छ ताकि हजुर जस्तै इन्ट्रेस्टेड मान्छेहरूले पनि यो ल्याङ्ग्वेज सिक्न सकुन् र पछिसम्म नेपाल भाषालाई बचाइराख्नको लागि सहयोग मिलोस्। नेपाल भाषा छिटो सिक्न चाहनुहुन्छ भने यहाँ केही टिप्स छ। भिडियो पौज गरेर एकछिन हेर्नु होला। यो भिडियो लामो हुने भएकोले मैले यो पढ्दिनँ। अब सुरु गरौँ कन्भर्सेसनको। यो फ्रेन्डहरूको कन्भर्सेसन हो। प्रिभियस च्याप्टर पार्ट 1 थियो, यो पार्ट 2 भयो ओल्ड फ्रेन्ड कन्भर्सेसनको। नम्बर 1 ए अनि आज भोलि के गर्दैछौ? अले थौ कने कने छु याना याना चोनौ चोनौ अले थौ कने छु याना चोनौ। बी मेरो पसल छ अनि तिमी नि? जिगु जिगु पस पस दु अले छले जिगु पसडु अले छले। नेक्स्ट ए मेरो आईटी कम्पनी छ। जिगु जिगु आईटी कम्पनी डु जिगु आईटी कम्पनी डु। बी ए अनि तिमी के काम गर्छौ नि? ए अले अले छ छु छु ज्या याना याना ले ए अले छ छु छु ज्या याना ले। ए मैले सफ्टवेयर वेबसाइटहरू बनाउँछु। जी सफ्टवेयर वेबसाइट देखा देखा जी सफ्टवेयर वेबसाइट देखा। बी हो र मेरो पसलको लागि पनि चाहिने। खला खला जिगु जिगु पस पस या त न मागु मागु खला जिगु पस या त न मागु। ए हुन्छ म बनाइदिन्छु। ज्यू जी देका देका बी ज्यू जी देका बी। बी म तिम्रो अफिस आउँछु। जी छङ्गु छङ्गु अफिस वे जी छङ्गु अफिस वे। ए हिँड घर जाउँ। छे नु हामीले अब हिँड भन्नलाई पनि नु भन्छौँ, जाउँ भन्नलाई पनि नु भन्छौँ। यसलाई कसैले चाहिँ नि हिँड घर जाउँ भन्नको लागि नु छेनु पनि भन्छन् अथवा छेनु भन्दा पनि ठिकै छ। बी आज होइन आज अलि हतार छ। थौ मखु मखु थौ भचा हथ्या हथ्या थौ मखु थौ भचा हथ्या। नेक्स्ट कन्भर्सेसन। ए मेरो घर त्यही हो अथवा हामी यसलाई यस्तो भनौँ त्यही भनौँ। मेरो घर त्यही हो। जिगु छे वहे ख जिगु छे वहे ख। बी भोलि पर्सि पछि हटाइदिउँ। भोलि पर्सि आउँछु। कने कने कस वे कने कस वे। ए अनि अरू को भेट छ? अले अले मे पी
सु नापलाई अले मेपी सुसु नापलाई बी लम्बु दिदी कहिलेकाहीँ भेट्छ च्वान ट्याँ तता यस्तो पनि यो पनि ठिकै हुन्छ तता गब्ले नापलाई झन्ट्या तथा गब्ले नापलाई नेक्स्ट तिमीलाई अझैसम्म उनीहरूको नाम याद छ है छन् त आ त क न फेरि भन्छु आ त क न इमौ ना लु म ला छन् त आतकन इमौ ना लुमला बी कहाँ बिर्सन्छ र त्यो रमाइलो दिनहरू गन लोमनी धका व नेपुसे चोङ्गु दि त गन लोमनी धका व नेपुसे चोङ्गु दि त नेक्स्ट ए तिमी खुब केटीहरूलाई जिस्काउँथ्यौ है छ सिक्क मिस्ते त ह्याक्यु ला यो हामीले सिक्क भन्नलाई चाहिँ नि यो खुब पनि भन्छौं र सिक्क भन्नलाई मर्ने गरी पनि सिक्क भन्छौं जस्तै कि मर्ने गरी हँसाए भन्नलाई सिक्क निकल भन्छौं छ सिक्क मिस्ते त ह्याक्यु ला once again छ सिक्क मिस्ते त ह्याक्यु ला बी पहिले अब्ले ए अहिले नि आले बी अहिले त छोडिदिए यसमा हामीले माथि कन्भर्सेसनमा अहिले भन्नलाई आ भन्छौं बी अहिले त छोडिदिए आ ला तोटा बिया आला तोटा बिया किननि छ्याले एकचोटि मेरो छोरीलाई पनि जिस्कायो अरूले छक जिमी म्या अर्थात् छोरी या त न ह्याकल मे पिन्छ छक जिमी म्याया त न ह्याकल मे पिन्छ अनि अले बी त्यो बेला मैले बुझे अबले जी ठुल अबले जी ठुल के बुझ्यो छु ठुल यो राम्रो काम होइन भनेर थो बालाउ ज्या मक्खु त या थो बालाउ ज्या मक्खु थया ए मैले त्यो बेला पनि गाली गर्थे याद छ जी
ले न बो बिया लुमो ला जी अब लेन बो बिया लुमो ला बी याद छ लुमो यसमा यो हो कन्फ्युज नहुनु होला लुमो हो लास्टमा हो हैन कि लुमो मात्र हो नेक्स्ट ए नचाहिने काम गर्नु हुँदैन मुआ मरु ज्या या मजु मुआ मरु ज्या या मजु बी त्यो त हो साथी वो ला ख पासा ए बल्ल तिमीले बुझ्यौ नक्तिनी छ ठुल नक्तिनी चाहिँ अब बल्ल भन्नको लागि पनि नक्तिनी भन्छौँ र भर्खरै भन्नको लागि पनि नक्तिनी भन्छौँ भर्खरै मैले यहाँ देखेको भन्नलाई नक्तिनी जी थन्खौँ भनेर पनि भन्छौँ र भर्खर आएको भन्नलाई नक्तिनी वयौला पनि भन्छौँ र कहिलेकाहीँ हिँड्दा धेरै हिँड्दाखेरि थाक्दाखेरि नक्तिनी थिएन कहाँ भन्छौँ जस्तै भर्खरै पुग्यो भन्नको लागि यो नक्तिनीको चाहिँ डबल मिनिङ हुन्छ नक्तिनी छ ठुल बी म त छोरालाई पनि नचाहिने काम नगर भन्छु जी सरी म भन्दा म भन्नको लागि चाहिँ जिला क्या अर्थात् छोरा क्या या त न मरु ज्या या मटे त या जिला क्या या त न मरु ज्या या मटे त या नेक्स्ट ए राम्रो गर्यो बालाउ या त बी धन्यवाद शुभे आजलाई यो भिडियो यति नै कस्तो लाग्यो भन्नुहोला कमेन्ट गर्नुहोला र यो ब्लग शेयर गर्न चाहनुहुन्छ भने शेयर गर्न सक्नुहुन्छ सोशल मिडियाहरूमा र फेसबुक ग्रुप पनि जोइन गर्न सक्नुहुन्छ थ्यांक यू शुभे